के त साँच्चै खुसी छस् कि खुसी हुने नाटक मात्र गर्छस् हँ? तैँले अहिलेसम्म कतिजनालाई झुक्काइस् के अनि आफूले कतिचोटि झुक्काइस् होइन? अनि आजको भिडियोको बारे चाहिँ यस्तै छ होइन, जुन हतपत्त मान्छेहरूले सहनै सक्दैन तितो सत्यले भरिपूर्ण छ यो भिडियो। सो लेट्स गो। अनि इट्स मी भोइड कडेक्स, आज चाहिँ बोरिङ एपिसोडको पार्ट 18 छ। सुरु गरौँ है त। तिमीहरू सपना त लाखौँ करोडौँको देख्छ नि होइन, तर पुरा चाहिँ कहिले हुने कि यस्तो सोच्छस् तिमीहरूले सङ्घर्ष नगरिकन फ्यात्त हातमा आएर त्यो सफलता बस्छ भनेर? त्यस्तो हुँदैन भाइ होइन। एक दिन त्यहाँ पुग्नु नै छ, एक दिन गन्तव्यमा पुग्नु नै छ, अहिलेदेखि सुरु गर। अहिले सुरु गरिनुहोस् भने कहिले नगर क्या, त्यो सपनै देख्न छाडिदिए होइन। त सपना देख्न नि छाड्न सक्दैनस् अनि काम गर्न नि सक्दैनस्, जहिले प्रोक्रास्टिनेसन होइन। तिमीहरूलाई कम्फर्ट जोनमा बस्न मनपर्छ नि, जहिले कम्फर्ट जोनमै बस्यो, जहिले यहाँ त्यहाँ स्क्रोलिङ होइन, स्मोकिङ, ड्रिङ, ड्रग्स, फोन, मास्टरबेसन, यहाँ त्यहाँ इजी डोपामिनको खोजीमा तिमीहरू होइन। अनि तिमीहरूलाई रिजल्ट चाहिँ करोडौँको चाहिएको छ क्या। तिमीहरूले सोध्छ होला नि होइन, गाडी चाहियो मलाई, करोडौँको गाडी चाहियो, करोडौँको घर चाहियो, ठुलो बङ्गला होइन, सोध्छस् होला नि। तर त्यो त्यतिकै आउने चिज होइन। यु हेभ टु अर्न इट विथ यर स्ट्रगल एन्ड लड अफ थिङ्क म्यान होइन। सक्सेस भन्ने चिज त्यत्तिकै पाउने भए भए बाटोमा बस्ने मान्छे भिखारीहरू हुन्छ नि, तिनीहरू नि सक्सेसफुल हुन्थे क्या। तिनीहरूले नि करोडौँ खेलाइरह हुन्थे। तर होइन, सक्सेस भन्ने चिजलाई पाउन धेरै गाह्रो छ। अनि त्यो पाउनलाई हरेक चिजको फिल्टर हुँदै जान्छ क्या, त्यसैले टप 1%मा पुग्छ त्यो मान्छे। लाइफ भने त्यही हो होइन। अनि कसको चाहिँ विश्वास गर्छस् के त? जो पनि तिमीहरूलाई तल झार्ने मान्छे मात्र हुन्छ होइन। तिमीहरूको वरिपरि छ नि, चाहे तिमीहरू गुणै किन नहोस् होइन, तिमीहरूसँग कुनै कला छ त्यो खत्तम बेकारै किन नहोस्, तिनीहरूले चित्त बुझाइदिनको लागि माथि उचालिदिन्छ कि तिमीहरूले, ए बवाल छ यसले त खतरा हान्छ होइन, खतरा चल्छ, अब गीत निकाल्न लाग्छ भने नि त्यो खत्तमै किन नहोस्, तिमीहरूको साथी यान त्यान यताउतिको मान्छेले बवाल चल्छ भन्छ। तर त्यो खत्तम गीतहरू नि चल्ने भए भए त्यो भाइरल मान्छेहरूको टप 1% आर्टिस्टहरूको चाहिँ किन पहिले चलेन होइन? तिनीहरूले त्यत्रो स्ट्रगल किन गर्नु पर्यो त? अब तिमीहरूलाई साथीभाइ आफ्नो वरिपरिको मान्छेले एकताल उचालिदिन्छ होइन, तिमीहरूले रिजल्टको आश पनि धेरै गर्छ त्योबाट। अनि तिमीहरूको रिजल्ट एक्सपेक्टेसन अनुसार आउँदैन नि, त्यसपछि तिमीहरू यस्तरी झर्छौ कि त्यहाँबाट होइन, तिमीहरू सोच्नै सक्दैन क्या। तिमीहरूको स्ट्रगल चाहिँ 0 लेभल होइन, -1 -2, अनि एक्सपेक्टेसन चाहिँ 100 को राखेर हुन्छ, हुँदैन नि। अब जति स्ट्रगल गरिस् त्यति फल पाउँछस् तैँले। लाइक अब हुन्छ नि, सक्सेसको पछाडि लाखौँ फेलियर हुन्छ भन्छ नि, लाइक सेम होइन। अब तिमीहरू चाहे जेसुकै गर्न जाँदा होस् होइन, चाहे केही नयाँ स्किल सिक्दा होस् या केही गर्दा होस्, जिम यान त्यान एक्सर्साइज होइन, कि तिमीहरूको ज्यान सिधै एकताल बक्सर बडी बिल्डर जस्तो बन्यो त? बनेन नि। तिमीहरूले हरेक दिन एक दिन लाएर बनाएको ज्यान हो त्यो। तिमीहरूको हरेक पसिनाहरूको बल छ त्यो बडीमा होइन, त्यत्तिकै बनेको चिज होइन त्यो। अनि सक्सेस भन्ने चिज नि त्यही हो। तिमीहरूले अहिले गरेको स्ट्रगलहरू छ नि, चाहे तिमीहरू फेलै किन नहोस्, तर त्यो लास्टमा एड हुँदै जाँदा, मल्टिप्लाई हुँदै जाँदाखेरि लास्टमा फाइनल सक्सेस पुग्ने हो क्या। अब फेल भएको मतलब त्यो
जिन्दगी सक्यो होइन क्या। फेलको मतलब नयाँ बाटो, सक्सेसको प्रति नयाँ बाटो हो क्या। तिमीहरूले केही चिज सिक्यो अनि फेल पनि यतिचोटि हो कि होइन, लास्टमा सक्सेस बाहेक केही अप्सनै छैन के। And that's how the success really work होइन। अब तिमीहरूको वरिपरि आफ्नो सर्कलको मान्छेहरू सब आफ्नै लागि सोच्ने हो, अरूको लागि कसैले सोच्दैन। तिमीहरू नि आफ्नै लागि सोच्ने हो। अब तिमीहरूले सोच्ला नि होइन कहिलेकाहीँ, मैले यसको काम गर्दैन भने होइन, यसले नराम्रो सोच्छ होला भनेर। तिमीहरूले त्यसको लागि चाहिँ होइन क्या, तिमीहरूले आफ्नै लागि चाहिँ सोचिरह हो। तिमीहरू चाहिँ त्यसको नजरमा गिर्छौ कि गिर्दैनौ भनेर तिमीहरूले आफ्नै लागि सोचिरह हो होइन। त्यो नि तिमीहरूकै स्वार्थ हो के। तिमीहरूले अरूको लागि सोचे भने त्यो अब लाइक अब तिमीहरूको आमा बाउ छ नि, आफूभन्दा पहिला छोराछोरी मरेको हेर्न चाहँदैनन्। तिमीहरूलाई बढी माया गर्ने भन्दा नि तिमीहरू मरेपछि तिमीहरूको आमा बाउले त्यो दुःख सहन सक्दैनन् होइन, कसरी बाँच्छन् भन्ने त्यो कुराले चाहिँ गर्दा हो क्या। त्यसमा नि उनीहरूको छुट्टै स्वार्थ छ। अनि यो कुराले धेरै मान्छेले होइन कराउला, गाली गर्ला मलाई होइन, मुख छाड्ला, बट आई डोन्ट केयर। द रियालिटी इज द फलोइङ थिङ होइन, जेसुकै सोच होइन। अनि यो रियालिटीहरूले मुटुमा घोचेन भने त्यो रियालिटी नै होइन क्या। अब रियालिटीले मुटुमा घोचेन भने नि सुगर कोट गरिरहेको छ तिमीहरूले भने होइन, तिमीहरूलाई उचाल्नको लागि हो। त्यही हो होइन। अनि एक दिन पुग्नु नै छ, अहिलेदेखि सुरु गर, नत्र गर्दै नगर। बाइक कुरो केही छैन आजलाई। सो बाई बाई, फेरि भेटौँला।